साथीहरू, अहिले म चाहिँ खोटाङको आफ्नो जन्मस्थलमा छु र खोटाङको जन्मस्थलमा यस प्रतिनिधि सभाको निर्वाचनमा चाहिँ आफ्नो अमूल्य मत दिन चाहिँ खोटाङ आइपुगेको हुँ र खोटाङको यस जन्मस्थलमा हुँदाखेरि चाहिँ कता कता मलाई आज एकदमै रमाइलो लागिरहेको छ, किनकि अब देशले चाहिँ एउटा नयाँ मोड लिइसकेको छ। वर्षौँदेखि चाहिँ लिन नसकेको मोड एक्कासी छोटो समयमा चाहिँ झ्याप्पै अब यसरी चाहिँ देशले आमूल परिवर्तन लिन्छ भनेर चाहिँ अब धेरै मान्छेहरूले कल्पना पनि गर्नुभएको थिएन होला। हामीले वर्षौँदेखि बाटो नहेरेको पनि होइन। मेरो हजुरबा, मेरो बाबा लगायत अघिल्लो पुस्ताहरूले पनि अब धेरै नै गर्नुभयो, पार्टी भन्नुभयो, कुनै एउटा पार्टीलाई सपोर्ट गर्नुभयो, तर पनि हामीले सोचे जस्तो विकास पाउन सकेनौँ, सोचे जस्तो शिक्षा पाउन सकेनौँ, सोचे जस्तो रोजगार पाउन सकेनौँ, अनि सोचे जस्तो चाहिँ हाम्रो जिन्दगी बन्न सकेन। तर देशमा चाहिँ अब विकास निर्माणका कामहरू चाहिँ पूर्ण रूपमा सञ्चालन हुन सकेनन्, ठप्प पनि भइदियो र अहिले पछिल्लो समयमा चाहिँ जुन जेनजी आन्दोलनपछि चाहिँ देशले एउटा नयाँ मुहार फेरेको अनुभव भयो। कता कता ती शहीदहरूको आत्माले शान्ति पाएको पनि अनुभव भयो। आज धेरै वर्ष गणतन्त्रमा चाहिँ अब हुन नसकेको कुराहरू चाहिँ आमूल परिवर्तन झ्यापै अब नयाँ मुहारहरू देख्न पाइयो, त्यो सत्ता सदनदेखि लिएर हरेक क्षेत्रहरूमा। हामी जस्तो युवा चाहिँ अब आज देशको एउटा लिडर हुन्छ र देशलाई चाहिँ एउटा सही बाटोमा चाहिँ डोर्याउन सक्छ भन्ने एउटा आशा पलायो। एकदमै धेरै खुसी लागिरहेछ साथीहरू, होइन? पक्कै पनि अब देशले नयाँ मुहार फेर्छ, नयाँ तरिकाले देश अगाडि जान्छ र हामी जस्तो युवा वर्गहरू चाहिँ अब रोजगारीको लागि बाहिर जानु पर्दैन होला। पक्कै पनि एउटा त्यो आश लागेको छ र तपाईँहरूलाई के लाग्छ? प्रतिक्रिया अवश्य दिनु होला।